सो हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो हामीहरू चाहिँ अहिले बेगुर लेकतिर घुम्न गइरहेको अवस्था भन्नुपर्छ नि। सो भिडियोमा चाहिँ अन्तिमसम्म रहनु होला र यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने फलो गरेर साथ सपोर्ट दिनु होला होइन गाइजहरू। सो अब हामीहरू बेगुर लेकतिर गइरहेको अवस्था है। हाम्रो टिम यता पछाडि आउँदैछ होइन। सो गाइजहरू इभिनिङको भ्यू तपाईँहरू देख्न सक्नुहुन्छ होइन, कस्तो दामी एन्ड बवाल देखेको छ होइन। सो हामीहरू अब यता बेगुर लेक भन्ने ठाउँतिर गइरहेको अवस्था भन्नुपर्छ होइन बाबु। यताबाट एकदम गाडीहरू चलिरहेको छ है। सो गाइज फाइनली हामीहरू बेगुर लेक आइसकेको अवस्था होइन। बेगुर लेक यस्तो रहेको छ, तपाईँहरू देख्न सक्नुहुनेछ है। सो गाइज होइन तपाईँहरू देख्न सक्नुहुन्छ यतातिर एकदम धेरै मान्छेहरू आएका छन् होइन। पुरा मान्छेहरू एकदम बसिरहेका छन् होइन, सबैजना घुम्न आएको होइन साँझतिर। अनि एकदम लास्टै बवाल खालको हावा चलिरहेको बतासो चलिरहेको छ है गाइजहरू। सो हामीहरू एकदम इन्जोय गरिरहेको अवस्था भन्नुपर्छ है बेगुर लेकतिर है। अनि हाम्रो बेङ्गलोरदेखि हेर्दै हुनुहुन्छ भने बेगुर लेक नजिकै हुनुहुन्छ भने यतातिर यसो भिजिट गरेर जानु होला होइन। कस्तो दामी रहेको छ भ्यू है। तपाईँहरूलाई कस्तो लाग्यो ठाउँ होइन तल कमेन्टमा बताउनु होला होइन। र मलाई चाहिँ एकदम बवाल लाग्यो है। यता म फेसन अनि म आएको थिएँ होइन। अनि अरू दिदीहरू पनि आएको थिए, उनीहरू ऊ त्यहाँनिर बसिरहेको छ होइन। सो यता चाहिँ आजभोलि एकदम धेरै मान्छेहरू आउँदो रहेछ नि गाइज। के भन्छ तपाईँहरूको 6 मन्थ अगो होइन यहाँनिर चाहिँ केही पनि यस्तो थिएन। आजभोलि चाहिँ यस्तो दामी तरिकाले चाडबाड हालेको छ होइन। सो कस्तो लाग्यो भिडियो तल कमेन्टमा बताउनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, टेक केयर, लभ यु अल, सी यू नेक्स्ट ब्लग।